स्वागत छ साथीहरु मेरो मिनी ब्लगमा। सो हिजोको भिडियो यो चाहिँ हिजो स्याटरडे, त्यसको लागि हामी साँझ पख निस्केको थियौँ। छोरीले कतै घुम्न जाऊँ भनेर, त्यसको लागि चाहिँ हामी गयौँ। कहाँ जान्छौँ त? यो चाहिँ हो तराईको खेतबारी। कति मस्त आनन्दको मौसम रहेछ साँझ पख चाहिँ। बारी हुँदै चाहिँ भेडाहरू के हो, भेडा नै हो के अरे, चढ्दै थिए। अनि त्यसपछि मौसम चाहिँ पानी पर्ला पर्ला जस्तो गर्थ्यो, तर पानी पर्दैन यो ठाउँमा। यस्तै हो यो ठाउँ, सो हरियाली थियो, यस्तो राम्रो। अगाडि छोरी र बाबा, म पछाडि एक्लै मस्त भिडियो बनाउँदै हिँड्दैछु। फाइनली हामी तिलौराकोट जाने भनेको थियौँ। अनि साँझ पख गएको कस्तो राम्रो भ्युज आएको थियो कि साँझ पख चाहिँ तिलौराकोट गयौँ, एकैछिन घुम्यौँ। आजभोलि इन्ट्री गराउनु पर्ने रहेछ तिलौराकोटमा चाहिँ, त्यस्तो नियम लागु रहेछ। अनि हामीले इन्ट्री गरेपछि अनि हामी घुम्न गयौँ। छोरी चाहिँ कति रमाउँदै छिन्। यता बुढाले मलाई सर्प हुँदैन त्यता नजाऊ भन्दै हुनुहुन्छ। सर्प मेरो साथी हो नि भन्दै म फेरि बुढालाई फुल दिएर चुप्पा गरिदिएँ। जतिहरू ऊ बाबा छोरीले नि फुल दिएर उहाँ माया गर्ने भन्छन् कि बाबालाई छोरीले फेरि। अन्त यो कमलको फुल हामी टिप्न सक्छौँ कि भनेर गएको, तर यहाँ टिप्न सकिँदैन रहन्छ। अनि पछि हामी लाग्यौँ फेरि। यहाँ मन्दिर के हो, मन्दिर त होला यो। यहाँनिर चाहिँ कति धेरै हात्तीहरू छन् के, यो के पूजा गर्छन् तर मलाई त्यति थाहा छैन। अनि मैले भिडियो पनि ल्याएँ। यहाँ मान्छे पनि हुनुहुन्थ्यो, एक दुईजना आफ्नै कुरा गर्नुभएको थियो। कुरा मैले बुझ्दैन यताको भाषा चाहिँ। सो हामी चाहिँ फेरि हिँड्यौँ। छोरी अगाडि छिन्, हाई गरिदियो भनेको मैले हाई गरिदिएँ छोरीले पनि। अनि त्यसपछि उनी बाबासित उता पर जाने भन्दै छिन्। म चाहिँ फेरि भिडियो बनाउन भन्दै फुरुङ गर्दै आफ्नै पारामा हिँडिरहेको। सो एकैछिन त्यहाँ बसेको मलाई मच्छरले एकदम टोकेर मलाई एलर्जी भइहाल्यो घाँटीभरि। बाबाले यहाँ छोरीलाई भोग्दै हुनुहुन्छ। बाबा भएपछि त मलाई छोरीले खोज्दै नि। सो आनन्द आउँछ मलाई फेरि बाहिर हिँड्न भनेपछि। अनि यतातिर मान्छे पनि हुनुहुन्थ्यो के अरे। सो यता हेर्नु न, बाबा छोरीको डान्स हेर्नु, डान्स। अनि म घर फर्केर मलाई किन्नु थियो अलिअलि सामान, मार्केट गएँ। अनि बजार पनि थियो, बजार पनि गरेँ। सो अनि मार्केट गरेर बजार भ्याएर ओरेर फर्किँदा फाइनली घर पुग्दाखेरि 8 बजे थियो मेरो। हिजोको मिनी भ्लग यति नै भयो। अनि तपाईँको दिन कसरी भयो त्यो सबैजनाले फलो गर्नु होला, लाइक गर्नु होला। ओके, थ्याङ्क